साइड लन्जेस गर्दाखेरि चाहिँ हामीले खुट्टालाई धेरै क्लोज राख्न खोज्ने हैन यति मात्रै फाटेर पनि हुँदैन साइड लन्जेसको लागि मज्जाले खुट्टा फाट्नुपर्छ है आफ्नो क्यापेसिटी अकर्डिङली नै फाट्ने तर अलिकति धेरै लाइक सुमो भन्दा नि धेरै है सो खुट्टा चाहिँ कहिलेकाहीँ हाम्रो एउटा अगाडि अलिकति एउटा पछाडि हुन सक्छ सो जहिले पनि याद गर्ने या एउटा लाइन पिक गर्ने र त्यो लाइनमा हाम्रो खुट्टा राख्न खोजे पनि हुन्छ नत्र भई आफ्नो खुट्टा चाहिँ एउटा अगाडि या एउटा पछाडि छ कि छैन भनेर मज्जाले चेक गर्ने र खुट्टालाई फाटेर मज्जाले राख्ने अब खुट्टा फाटेर राखेपछि चाहिँ हाम्रो खुट्टा यतिकै यस्तो हुन खोज्छ के हामीले सुमो स्क्वाट त गर्न लाएन सुमो डेडलिफ्ट पनि गर्न लाएन सो हामीले के गर्छौँ खुट्टालाई टोजलाई चाहिँ अगाडि यसरी नै फेस गरेर राख्नु पर्यो है त्यो पछि चाहिँ अब हामी के गर्छौँ जुनै पनि एक्सरसाइजमा हामीले पहिला हिन्जिङ मुभमेन्ट गर्न खोज्छौँ त्यही भएर यसमा पनि हाम्रो पहिला हिप पछाडि जान्छ र अप्पर बडी निहुरिन्छ निहुरिरहेछ ढाड सिधा राखेर अब एउटा खुट्टा सिधा राखेर अर्को खुट्टालाई म बेन्ड मात्रै गर्न खोज्छु सो लेफ्ट खुट्टालाई मैले सिधा राखेर राइट खुट्टालाई बेन्ड गर्छु है त सो पुसिङ योर हिप ब्याक अनि बेन्ड होल्ड अनि फेरि जुरुक्क त्यतिकै उठ्यो अनि फेरि हिपलाई पछाडि पुस गर्ने अनि डाउन फेरि उठ्यो तर यो सबैलाई कम्बाइन गरेर गर्दाखेरि चाहिँ हामी यसरी जान्छौँ है यतिकै तपाईँले यो हिपलाई पछाडि पुस गरेर एकछिन होल्ड गरेर जान खोज्नु पर्दैन है हिपलाई पछाडि पुस गर्दै गर्दै जाने अप हिपलाई पछाडि पुस गर्दा गर्दै जाने एन्ड अप यो गर्दाखेरि चाहिँ हामी यसरी ट्विस्ट हुनु पाउँदैन है सो हाम्रो अप्पर बडी अगाडि नै फेस हुनु पर्यो हामी यस्तो यस्तो हुनु भएन है गुड सो के गर्दैछौँ हिपलाई पछाडि पुस गर्ने स्क्विज योर ग्लोच पुस योर हिप ब्याक बस्यो एन्ड अप यो गरेर निजलाई अगाडि यसरी पुस गऱ्यो भने चाहिँ तपाईँको घोडामा फिल हुन्छ सो हामीले घोडालाई अगाडि जान यसरी नदिएर चाहिँ के गरिरहेछौँ हिपलाई पछाडि पुस गर्ने निजलाई टोजभन्दा अगाडि जान नदिने सकेसम्म निजलाई पछाडि नै राख्न खोजिरहेछौँ अनि अप अनि मात्र यहाँ तन्केको फिल हुन्छ नभए हुँदैन हिपलाई मजाले पछाडि पुस गरिरहेछौँ निजलाई अगाडि आउन दिँदैनौँ टोजभन्दा एन्ड अप है सो यताबाट पनि हेर्नु ल्याटरल साइडबाट हिपलाई पछाडि पुस गरेर यसरी बसिरहेछौँ स्क्विज हिपलाई पछाडि पुस गरेर बस्यो एन्ड स्क्विज हामीले चाहिँ यस्तो गरेको छैन है निज अगाडि यसरी जानु भएन यसरी गऱ्यो भने घोडामा फिल हुन्छ यसरी गऱ्यो भने चाहिँ ग्लुच र इनर थाइमा फिल हुन्छ